नमस्ते दर्शकवृन्द, सबैले थाहा भएको नै कुरा हो। अहिले हाम्रो यो काठमाडौँ कलङ्कीदेखि च्याबेल गोपीकृष्णसम्मको रिङ रोड निर्माणले गर्दाखेरि चाहिँ अहिले हाम्रो शम्भुमा भएको यो साङ्गे तोङ्गु यानि हजारौँ बुद्धको मूर्तिहरूलाई चाहिँ तोड्नुपर्ने त्यस्तो सरकारबाट आदेश आएको छ। अनि त्यसको लागि चाहिँ अहिले शम्भु बचाउँ भन्ने एउटा अभियान सञ्चालन गरेको रहेछ। त्यसैले आजको दिनमा चाहिँ शम्भु, लुम्बिनी र बौद्ध लगायत विभिन्न संस्था गुम्बाहरूमा चाहिँ आज बेलुका 5 बजीदेखि शान्तिपूर्ण दीप प्रज्वलन कार्यक्रम राखेको रहेछ। अनि म चाहिँ अब यो शम्भु र लुम्बिनीमा चाहिँ अनि पुग्न सकेन र बौद्धमा चाहिँ अहिले जानेछु। अनि त्यतिखेर के हुने रहेछ, के हुँदै रहेछ तपाईहरूलाई भिडियो मार्फत देखाउन चाहन्छु। सरकारको कलङ्कीदेखि गोपीकृष्णको धोबी खोलासम्म चक्रपथ विस्तारको क्रममा हाम्रो स्वयम्भूको केही भाग, विशेष गरेर सङ्गे तुङको हजार मूर्तिको केही भाग भत्किने भएको हुनाले सो भाग नभत्कियोस् भनेर हाम्रो शान्तिपूर्ण दीप प्रज्वलन गरेर हाम्रो बौद्ध मार्गीहरू, हिमाली भेगको जनताहरू र सबै नेपालीहरूले सरकारको ध्यान आकर्षण गर्नलाई हामी यो शान्तिपूर्ण दीप प्रज्वलन गरेर हामी यो कार्यक्रम गरेका छौँ। र हाम्रो विभिन्न क्षेत्रमा योभन्दा अगाडि पनि कार्यक्रमहरू भइरहेछ र सरकारसँग पनि हाम्रो वार्ता हुँदैछ र हाम्रो आशा छ यो स्वयम्भू क्षेत्रमा विश्व सम्पदा सूचीको सीमाङ्कनभित्र परेको हुनाले त्यो भत्किँदैन र सरकारले भत्काउँदैन भन्ने पनि आशा गरेका छौँ। र त्यो एउटा हामीले त्यहाँ स्वयम्भू बचाउ अभियानको समिति गठन गरेका छौँ। त्यो समितिमा नेपाल शेर्पा सङ्घको अध्यक्षलाई मलाई एउटा टेक्निकल पार्ट हेर्ने जिम्मा दिएका छौँ। त्यो टेक्निकल पार्ट हेर्ने जिम्मामा मैले चाहिँ त्यहाँको अहिले भइरहेको हाम्रो चाहिँ पहिलो चक्रपथ विस्तार भइरहेको कोटेश्वरदेखि कलङ्कीसम्मको सडक पनि नापेको छौँ र अहिले हाम्रो त्यहाँ एभाइलेबल जति छ त्यो ठाउँ पनि नापेका छौँ। चक्रपथ विस्तारको क्रममा हामीलाई चाहिने टोटल चौडाइ चाहिँ 62 मिटर हो र हाम्रो चाहिँ त्यहाँ अहिले भइरहेको चाहिँ साङ्गे तुङसम्मको चौडाइ चाहिँ 55 मिटर रहेछ र तर 62 मिटर चाहे तापनि हामीले अहिले भइरहेको चक्रपथको डिजाइन अनुसार ग्रिन बेल्ट चाहिँ घटाउँदाखेरि ग्रिन बेल्ट दुईतर्फ गरेर 5.5 मिटर 5.5 मिटर 11 मिटरको ग्रिन बेल्ट आएछ। त्यो ग्रिन बेल्टको चाहिँ घटाएर 1.5 मिटर मात्रै 3 मिटर राख्दाखेरि हाम्रो स्वयम्भू क्षेत्रको सङ्गे तुङ लगायतको यताको चाहिँ छेउछाउको घरहरू भत्किने भनेर हामीले चाहिँ डिजाइन पनि गरेका छौँ। त्यो सरकारलाई यो पर्यटन मन्त्री, अब भौतिक मन्त्री सबैलाई हामी जानकारी गर्दै साथै नगरपालिका वडालाई पनि हामीले चाहिँ ज्ञापन पत्र र जानकारी दिइसकेका छौँ। र निकट भविष्यमै हाम्रो चाहिँ मन्त्रीसँग आइतबार चाहिँ पर्यटन संस्कृति मन्त्रीसँग हाम्रो भेट्ने कार्यक्रम छ। यस्तै दीप प्रज्वलन चाहिँ स्वयम्भूमा पनि भव्य साथ भइरहेछ। यो हाम्रो शान्तिपूर्ण मौन जुलुस हो। हाम्रो यो स्वयम्भू बचाउ अभियान बौद्ध मार्गीको एउटा चाहिँ विश्व सम्पदामा भित्र परेको चाहिँ तीर्थस्थललाई हामीले संरक्षण गर्नलाई यो शान्तिपूर्ण दीप प्रज्वलन गरेको। अब यो शान्तिपूर्ण दीप प्रज्वलन चाहिँ सबैले हामीले चाहिँ आफ्नो आफ्नो हातमा केन्द्र बोकेर एक राउन्ड चाहिँ हामी लामा गुरुहरूलाई अगाडि राखेर हामी एक राउन्ड चाहिँ हामी यो शान्तिपूर्ण दीप प्रज्वलन चाहिँ गरेर चाहिँ यो स्वयम्भू बचाउ अभियानको कार्यक्रम अन्त्य गर्नेछौँ। धन्यवाद।
स्तूप छ अनि त्योलाई अहिले यो रिङ रोड चाहिँ विस्तार गर्ने क्रममा सरकारले त्यसलाई तोड्न खोजिरहेको छ। त्यसकारण बुद्ध नेपालमा जन्मेको ठाउँमा यस्तै बौद्धकै स्तूपहरू तोड्यो भनेदेखि नेपालमा नै अनिष्ट हुने र विश्वमा अनिष्ट हुने, साथै बुद्ध जन्मेको नेपालमा बुद्धको मूर्तिहरू तोडेपछि संसारभरि एकदमै नराम्रो म्यासेज पनि जाने। जस्तो उदाहरणको लागि तालिबानहरूले अफगानिस्तानमा बुद्धको मूर्ति तोडेपछि संसारभरि साह्रै नराम्रो म्यासेज पनि गयो। त्यसको केही महिनापछि 5-6 महिनापछि तालिबान नै ध्वस्त भयो। त्यस्तै गरी नेपालमा त्यस्तो अनिष्टहरू चाहिँ बुद्धको मूर्ति तोडिसकेपछि त्यस्तो हुँदैछ। त्यो माथि पनि त्यहाँ त हजारवटा बुद्धको मूर्तिहरूमा प्रतिष्ठान गरेको छ। प्राण प्रतिष्ठान गरेको मूर्तिहरू भनेको बुद्ध स्वयं सरा हुन्छ। त्यसले तोड्नु भनेको बुद्धको स्वयं शरीरलाई नै तोडे सरा हुन्छ। त्यसले गर्दा अनिष्ट पनि हुन्छ र नराम्रो म्यासेज पनि हुन्छ। त्यसलाई अनि फेरि के छ भने त्यो स्वयम्भू क्षेत्र भनौँ न, रिङ रोड विस्तार गर्ने क्रममा जुन ठाउँमा हजार बुद्धको मूर्ति छ त्यो ठाउँमा चाहिँ अलिकति त्यहाँ हिजो प्राविधिकहरूबाट, हाम्रो प्राविधिक साथीहरूबाट त्यो नक्सा हेर्दाखेरि बिचमा ग्रिनेरीको पार्ट 2टा छ। त्यो ग्रिनेरी पार्टलाई अलिकति मात्र कम गर्यो भनेदेखि कुनै पनि लेन कम गर्नु नपर्ने, कुनै पनि फुटपाथ कम गर्नु नपरिकन चाहिँ त्यो स्वयम्भूको स्तूपले बचाउन सक्ने स्थिति रहेछ। त्यसकारण यस्तो विकल्प हुँदै पनि त्यो बचाउनु हुँदैन, अनिष्ट हुन्छ र भनेर चाहिँ त्यसलाई बचाउ गर्नको लागि हामीले शान्तिपूर्ण अभियान चाहिँ गरेको छ। यसमा सयौं सङ्घ संस्थाहरू र व्यक्तिहरू जोडिएको छ। सबैको हो, यो सबैको राष्ट्रिय सम्पत्ति हो। त्यसकारण यो राष्ट्रिय सम्पत्ति जोगाउनुपर्छ। यो सरकारको पनि हो, प्रत्येक व्यक्तिको हो, नेपालको मात्र विश्वको हो। अहिले चाहिँ अहिले यो कोभिडले मात्र हो, नेपाल पर्यटन वर्ष 2000 पनि यही बहनमा परेको छ भनेदेखि विश्वबाट पर्यटनहरू आउने मेन केन्द्रबिन्दुको ठाउँ भनेको नै स्वयम्भू र बौद्ध अथवा हिन्दूको पशुपतिनाथ यिनीहरू परेको हुनाले यिनीहरूलाई चाहिँ क्षति पुर्यायो भनेदेखि विश्वमा नै नेपाल एकदमै ठुलो चाहिँ के हुन्छ म्यासेज पनि जान्छ। अनि बुद्ध नेपालमा जन्मेको भने त्यो नै समेटिनु हुन्छ। त्यसो यस्तै जोगाउनुको लागि हो, बुद्ध धर्मलाई जोगाउन विश्वमा मानव मात्र नभइकन सम्पूर्ण प्राणीहरूलाई को हितको लागि, सम्पूर्ण प्राणीहरूको शान्तिको लागि चाहिँ यो हामीले कार्यक्रम गरेको हो। यो कसैको विरोधमा होइन, यो फेरि विकास विरोधी पनि होइन। विकास भनेको के भने पहिले नै उहाँ त्यहाँ करोडौँ करोड खर्च गरेर प्रत्येक जनताको पैसाबाट बनाएको हो। त्यो कुनै सरकारी पैसा पनि होइन। त्यसबाट बनाएको जुन विकास हो त्यसलाई तोड्नु भनेको विकास गर्नु होइन कि विकास विरोधी त्यो चाहिँ तोड्नेलाई हुन्छ। त्यस कारण यस्तै चाहिँ फेरि सहरी विकासमा पनि अलिकति पनि क्षति नहुने गरी त्यसको विकल्प भएको हुनाले हामीले त्यो विकल्पलाई खोज्दाले चाहिँ यो कार्यक्रम गरेको हो। जहाँसम्म लाग्छ सरकार भनेको पनि व्यक्ति नै हो, व्यक्ति भनेको उहाँहरू पनि चेतनशील हो। अनि उहाँहरूले यो कार्यक्रमलाई सफल भयो। अब त्यो मूर्तिहरू चाहिँ तोड्दैन भने म नतोड्नुहोस् भन्ने अनुरोध पनि गर्छु र तोड्दैन भने मलाई पूर्ण विश्वास पनि छ। हजुरको परिचय? मेरो नाम चाहिँ भिक्चो आङखुरी शेर्पा, म नेपाल बौद्ध यिङमा सङ्घको सचिव पनि हुँ, साथै यो अभियानको चाहिँ सदस्य पनि हुँ। र अर्को चाहिँ म अहिंसा प्रेमी साथले समाज अथवा नेपालमा र विश्वभरि नै शाकाहारी हत्या हिंसा नगरौँ शाकाहारी अभियान चलाएर हिँड्ने एउटा अभियन्ता पनि हुँ, जस्तै अति नै सफल पनि भएको छ। एकदम राम्रो भएको छ। हजुर हस्, धन्यवाद। हजुर यो कुन व्यवहार हो? हस्, धन्यवाद।